हेर्नुहोस् है भाइजी, यस्तो चाहिँ भयो ठ्याक्क एकदम मलाई चाहिँ सही लाग्यो क्या यो। ल गाइज, आज फेरि एउटा नयाँ एक्सपेरिमेन्ट गरौँ है त। हेरौँ केही नछोको केही न केही त बनाउनै पर्छ। एक्लै छु, खाना पकाउन अल्छी काटौँ फटाफट। कलर चाहिँ नुन हालौँ है। सुक्खा पिठोमा किन हाले भनेपछि यसलाई यसरी मिक्स गर्न सजिलो होस्, नुन चारैतिर मिक्स भइहाल्छ। अब कलर चाहियो भने हल्का हल्दी हाल्दा हुन्छ। पहिले आधी प्याज मात्रै हालौँ, धेर नहालौँ। प्याज माथिबाट चाहियो भने एकछिनमा खुर्सानी सब हाल्दै, हल्का जिरा, अनि यो डिसको केही नाम पनि राख्नुपर्छ, नामकरण अझै गर्नु पर्यो भन्छु। म चाहिँ यसरी घिउ हाल्दिउँ हल्का, बेस शाबास, अझै मसिनो पारौँ। वाह, यो दुईवटा अन्डा हालेर यसलाई मिक्स गरौँ है। यसलाई म रोटी जस्तै बनाउँछु। मिक्स गरौँ, त्यसपछि हेरौँ के छ कन्डिसन। अरू अन्डा हाल्नु पऱ्यो भने हालौँला। त्यसपछि नाम चाहिँ के राखौँ? अन्डा पराठा। अन्डा पराठा त अर्कै हुन्छ होइन, यसको नाम म राख्छु। पहिले बनोस्, त्यसपछि नाम चाहिँ यसको। कि तपाईँहरू भन्नु होला कमेन्टमा के नाम राख्दा हुन्छ। मिक्स गरौँ। हातले मजाले आयो, चम्चाले भ्याउँदैन है। हातले मुछेपछि हात अन्डै गनाउँछ। के भइरहेछ हाम्रो देशतिर? डोजर चलिरहेको थियो काठमाडौँमा है। हुकुमवासीहरू 22-23 परिवार मात्रै भेट्यो अरे, अरू त सबै हुकुमवासीहरू रहेछ भन्छन्। के हो खास कुरो? काठमाडौँबाट कोही हेर्दै हुनुहुन्छ भने यसो कमेन्टमा जानकारी गराउनु होला है। अब अहिले कुन भिडियो सत्य कुन भिडियो असत्य त्यो छुट्याउनै गाह्रो छ। सोसियल मिडियामा दुनियाँको भिडियो आइरहेको हुन्छ। त्यो छ एउटा, दुईटा, तिनटा कि चारटासम्म बनाउन सकिन्छ यसलाई। तेल हाल्दिने यसरी, तेल तापोस् मजाले। हाल्दिने हो यसरी। यो चाहिँ हल्का डढे जस्तो छ है, तर भित्र चाहिँ डढा छैन है। टक्क पाउरोटी जस्तै बनिएको छ। अन्डा पिठो मिक्स गरेर बनाएको पाउरोटी खाएर टेस्ट गरेर भन्छु। मैले चाहिँ आफ्नो काम गर्ने ठाउँमै बोकेर ल्याउन पायो। अलिक हतार थियो, मौसम पनि अलिक खराबै थियो। हेरौँ, अहिलेसम्म तातो नै छ, सही छ। आज चाहिँ खाइन्छ मस्त।